बसले बनाएको होइन। अनि ब्रेक साउन्ड पनि कस्तो कस्तो छैन, लामै ब्रेक साउन्ड छैन। यहाँमा यो ट्राफिक मोडको चेन्जिङ भनिदिन्छु होइन। यहाँमा गाडीहरू चेन्जिङ छ, हर्नहरू चेन्जिङ छ, ब्रेक साउन्ड पनि चेन्जिङ छ। अनि साउन्ड पनि चेन्ज हो। म चाहिँ तपाईँहरूलाई हर्नको आवाज सुनाइदिन्छु होइन। फर्स्ट हर्न कति राम्रो गीत, फर्स्ट हर्न। सेकेन्ड हर्न। थर्ड हर्न। अब चाहिँ यहाँमा चाहिँ लोडिङ हुन्छ होइन। म चाहिँ अर्को ठाउँमा जान्छु होइन। अब चाहिँ म ए हमला कलिमी कति राम्री तिमी। ओइ 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 झन्डाले खसेन होइन। ओइ भाइ यस्तो पातलो बाटोमा आएको छु। ऊ त्यहाँबाट कस्तो जङ्गलको बाटो छ होइन। त्यहाँ एकचोटि फर्केर गइदिन्छु पछाडि। के भयो? ए यहाँसम्म जान मिल्दो रहेछ होइन। होइन मैले चाहिँ थ्याङ्क यू भन्न चाहन्छु कि मेरो 105 सब्सक्राइबर पुग्यो होइन। अब चाहिँ म एउटा स्किन रिलिज गर्दैछु होइन। मैले त्यसको सर्ट भिडियो त बनाएँ होइन। देन म तपाईँहरूलाई सरप्राइज दिन्छु कुन चाहिँ स्किन हो भनेर। ओइ 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 कोलाई चाहिँ स्किन चाहियो कमेन्ट हाल्दैन होइन। भयो क्या कति ढ्याङ ढ्याङ ढुङढुङ। ओइ ओइ यो गाडीले केही फरक परेन कि परेन। यो गाडीलाई केही नि फरकै नपरेको रहेछ। ऊ त्यो गाडीले चाहिँ फरक परेको रहेछ होइन। हेर्नु गाइस यहाँ कस्तो धुलो उडिएको छैन। धुलो उडेको यहाँमा चाहिँ ब्रेक साउन्ड चाहिँ एकदमै लामो छ। त्यही भएर यो ब्रेकको आवाज मन परेन मलाई। ओइमा झन्डाले यहाँ माथि नअड्केको। यो अड्किन त केही बेर होइन। यो बसको स्किनमा चाहिँ एउटा यो बसको स्किनमा चाहिँ कन्डक्टर मोड चाहिँ सुहाउँछ होइन। एउटा ट्राफिक मोडको जस्तै हुन्छ होइन। नाली सानो नाली रहेछ नि, सानो नाली ढ्याङ्ग भनिहाल्छ त ल। यो त 1 नम्बरको ल्याम्बोर्गिनी रहेछ त। 1 नम्बरको ल्याम्बोर्गिनी। ए मैले स्टियरिङ हर्न त बिर्सेँ। यस्तो छैन स्टियरिङ हर्न, यस्तो छैन। अनि लाइटिङ आवाज चाहिँ यस्तो छैन। अनि यो इमर्जेन्सी साइड लाइटको आवाज चाहिँ यस्तो छैन। एउटा जेसिबीको ब्याग रिभर्सको आवाज जस्तो छैन। नयाँ ठुक्कियो के यो गाडीलाई त पनौती लगाइदिन्छ।
कुकुर जसरी उफ्रेर गइरहेको ए अनि मलाई ओभरटेक गरेर गइदियो म्यान तिमीलाई त स्पिड भयो कि क्या हो बल्ल चाहिँ अब सहरमा आइपुग्यो होइन कसलाई ट्राफिक मोड चाहियो कहाँ के ए मलाई थाहा भयो उतैबाट रहेछ उतैबाट म गलत ठाउँमा पसेँ फेरि पातलो बाटो आएन मैले लाइटै लगाएन त्यही भएर किन अँध्यारो भएन लाइट लिएर क्या हो पाउँछ ठुक्कै रहेछ मेरो कान्छो भाइ भगवानको नामले निक्लिएन गाडीले निक्लिएन कहिले नाली है सानो नाली है ग्यारेज भनेको त गाडीलाई यही पार्किङ गरिदिन्छ होइन गाडीलाई यही दोकानमै ठुसाइदिन्छ गाडीलाई ठुसाउन त्यसलाई जोर से लगा ठूस ले भाई ठूस आजको लागि यति अब अर्को भिडियोमा भेटौँला बाई बाई